यो बृहत विरोध कार्यक्रम हामीले यहाँनिर आयोजना गरिरहेको छौं र यो कार्यक्रमलाई सञ्चालन गर्नको लागि आज पनि म आलोक मावाङ उपस्थित भइसकेको छु र त्यही संघर्षकै क्रममा आजको यो कार्यक्रम पनि निरन्तरताको रूपमा अगाडि बढेको छ। यसै सन्दर्भमा अब हामीले विभिन्न प्रभुत्व व्यक्ति र उहाँहरूको विचार र उहाँहरूको दृष्टिकोण अब केही समयसम्म सुन्नेछौं। आखिर राज्य किन यसरी